हेलो मित्रहरू, आई एम सुनिल नेउपाने। निब्बा निब्बिज भन्ने बित्तिकै सुड्डा सुड्डीहरूलाई हाँसो लाग्यो होला अनि निब्बा निब्बिजलाई रिस उठिरह्यो होला है। लकडाउनको समय छ, बाटोमा कोही पनि निस्किन पाइँदैन भन्छन्, तर तपाईँहरूले अरू कसैलाई देख्नुहोस् नदेख्नुहोस् निब्बा निब्बिजलाई चाहिँ पक्कै पनि देख्नुहुन्छ क्या। म पनि अब भिडियो सुट गर्नु पर्यो भनेर हाम्रो यो स्टुडियोतिर आउँदै थिएँ होइन। बाटोमा त पुरा मने दाइको 12 वर्षे छोरोले हेलो बेबी एउटा चुम्मा देऊ न प्लिज के एउटा मात्र के गर्दै थियो। आजभोलिका 12 वर्ष बुढाबुढी के भएका हुन् क्या। हामी जब 12 वर्षको थियौँ नि, हामीले त पुरा यो कट्टु छ नि यस्तरी तान्दै नाकमा आधा सिगान चुहाउँदै हिँडिन्थ्यो कि, हातमा कि भुरुङ हुन्थ्यो कि गुच्चा हुन्थ्यो, त्यस्तै थियो। आजभोलिका 12 वर्ष बुढाबुढीसँग त हातमा स्मार्टफोन अनि सँगसँगै गर्लफ्रेन्ड पनि हुँदो रहेछ क्या। अनि हामी 12-13 वर्षको हुँदा त कसको बारीमा के फलेछ, कसको खेतमा के फलेछ भनेर दिनभर त्यो घाममा चारेर हिँड्थ्यौँ क्या। खेततिर हुन्थ्यौँ, हाम्रो बासै खेततिर हुन्थ्यो। तर आजभोलिका फुच्चाफुच्ची त कसको घरमा को फुली छिन् भन्दै हिँड्दा रहेछन् क्या। यस्तै छ आजभोलिका बुढाबुढीलाई कसरी जिउनुपर्छ अझै थाहा छैन क्या। सबै कुरा घरकाले पुऱ्याइदिरहेका हुन्छन्। बेबी तिम्रो लागि म मर्दिन्छु अरे के भने हुन्थ्यो है। अब साइन्स टिचर गलत हुन् कि बुढाबुढीले क्लास बङ्क हाने हुन्। बुढाबुढीले क्लास बङ्क कसरी हान्छन् भाइ, क्लासमा निराको हुनुपर्छ क्या। तिम्रो लागि आकाशको तारा टिपेर ल्याइदिन्छु भन्छन्। ए बुढाबुढी हो, तारा भनेको के हो थाहा छ तिमीहरूलाई? तारा भनेको स्टार हो, थाहा नि? स्टार्स आर ह्युज ग्लोइङ हट बल्स अफ ग्यासेस के। अब बुझ्यौ नि, ग्यासेसबाट बन्दो रहेछ, टिप्न त मिल्दैन। अब निब्बिजहरू सुन, माया पुरुष नै गराउन छ भने नि तिम्रो निब्बाहरूलाई एक दिनभरि घाममा राखिदेऊ क्या, बस्न सक्छ नि सक्दैन। एक दिन चाहिँ बस्दैन है, कि सम्झिरहेको हुन्छन् उहाँ, 2-3 दिन राखिदेऊ त्यसको लागि। अनि यहाँ छ नि एनसेलको लागि चाहिँ यो निब्बा निब्बिजकै होइन, भगवान नै हुन् क्या। अब यी दिन गइरहेको हुन्छन् बाहिर, पुरा यति अफर उति अफर, भोइस ट्याक्स अरू यताउता प्रचार गरिरहेको हुन्छ क्या। अनि जब यो निब्बा निब्बिजहरूले किन्छन् नि एनसेलको सिम, तिनीहरू त फसे क्या। एनसेलको फुल फर्म नै निब्बाज निब्बिज सेल हो, अनि सेल भनेको जेल हो, पक्कै पनि तपाईँहरूलाई थाहा छ होइन। अनि छ नि एनसेलले राति 10 बजेपछि भोइस कलको प्याक दिँदो रहेछ क्या। त्यही भएर निब्बा निब्बिजहरूलाई कति बेला राति 10 बज्ला भन्ने हुन्छ क्या। राति त्यही टाइम हो, राति तिनीहरूले फ्युचरको आफ्नो बच्चा बच्चीको न्वारान गरिदिने टाइम। यहाँ पण्डितले बिहानमा न्वारान गरिदिन्छन्, निब्बा निब्बिजले रातिमा न्वारान गरिदिन्छन्, त्यो पनि अनलाइन। यस्तै छ क्या। यो एनसेलको कुरा गर्दा त तपाईँहरूले पक्कै पनि आफ्नै कहानी भने जस्तो लागेको होला। तर गाइज मेरो यो आफ्नो कहानी होइन है। हाम्रो गाउँमा कि अस्ति भर्खरै एउटा 16 वर्षको भाइले 14 वर्षको उस बहिनीले भगाइदियो क्या। यस्तो चलिरहेको त हाम्रो गाउँमा यो भगाउने भाग्ने उडाउने उड्ने त भएको 3-4 महिना भयो। अनि साथीहरू मैले समाचार अलि कम सुन्छु होइन, कि हाम्रो संविधानमा 18 वर्ष नआएपछि बिहे गर्न पाइँदैन है भनेर रुल्स आएको छ क्या। त्यस्तो भने त मेरो पालाका मेरा दाईहरू, मेरा साथीभाइहरू सबैजना त इन्डिया जानु पर्यो नि बिहे गर्न, कि बुढो कन्या बस्नु पर्यो। बिहे नगरे त पक्कै पनि हामी बस्न सकिन्न होइन, बिहे त गर्नै पर्यो। मेरो 24 वर्ष साथीको 10 वर्षे छोरोले ओ ब्रो के छ खबर अरे, के हो त्यो पारा अरे ब्रो अरे। साथीको छोरोले, त्यो पनि 10 वर्षको छोरो, 14 वर्षको बाउ छ। ए भाइ बहिनी हो, यो टाइम भनेको आफ्नो करियरमा ध्यान दिने टाइम हो के, एनसेलको करियरमा होइन। आफ्नो करियर बनाउन पहिला, करियरमा ध्यान देऊ। करियर बनाएपछि त तिम्रो पछाडि पुरा ताती लाग्छन् क्या। निब्बिजहरूको पछि निब्बाहरूको ताती हुन्छ, निब्बाहरूको पछि निब्बिजहरूको ताती हुन्छ। आफ्नो करियरमा ध्यान देऊ पहिला, बुझ्यौ नि।